उहाँ गोरे दाइ चाहिँ मेरो हस्बेन्डको साथी हुनुहुन्छ। यी दुईजना मिलेर चाहिँ मलाई यस्तो सरप्राइज दिए कि मलाई थाहा थिएन हाइकिङ जाने अनि उहाँ आउने भनेर केही पनि थाहा थिएन। हस्बेन्डले चाहिँ मलाई यस्तो घुम्न जाने हो बाहिरतिर रेडी हौ भनेर भन्नुभएको थियो। त्यही अनुसार रेडी भएको थियो साथीहरू। मलाई 4 घण्टा हिँडाए। अहिले म बिरामी भइरहेको छु साथीहरू। हामीलाई चाहिँ केही नबिकिकन हिँड्न पनि यस्तो गाह्रो हुन्छ है। अघि भर्खरै देखिएको बाजेले 120 केजीको सामान उकालो लाँदै हुनुहुन्छ। रेस्ट गर्न बस्नु भएको रहेछ। म त दङ्ग परे। अनि यो देखिरहनु भएको छ नि फर्किरहनु भएको बाजेले पनि सामान पुऱ्याएर फर्किँदै हुनुहुन्छ। मलाई चाहिँ के कुरामा अनौठो लागेको हो भने यति धेरै विकसित देशमा पनि एउटा केबल कार हुन्छ नि के त्यो कार भन्छ नि त्यस्तो पनि सुविधा रहन्छ क्या। बिचरा यो बाजेहरूलाई 2 घण्टा उकालो सामान लाँदाखेरि कति गाह्रो हुन्छ। 120 केजी रे फेरि। म त साँच्चै दङ छक परे क्या। हामीलाई यत्तिकै हिँड्न पनि कति गाह्रो भइरहेको छ कि फोमी 1 केजी पनि छैन। यसलाई बोकेर हिँड्नलाई मलाई यस्तो सकस परेको थियो। साथीहरू कस्तो दुःख गर्न सक्ने रहेछन् है कोरियामा मान्छेहरू। खासमा हामीलाई चाहिँ हिँड्ने बानी नभएर रहेछ साथीहरू। यो गोरे दाइलाई पनि केही भएको छैन केही दुख्यो पनि नभन्ने। म चाहिँ रातो पिरो भएर मर्न लागिसकेँ है। हो रहेछ हामी नेपालीहरू चाहिँ साह्रै अल्छी रहेछौँ के हो जस्तो लाग्यो यो मान्छेहरूलाई हेरेर चाहिँ। साँच्चै के मुटु भट्याक 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 भएर झन्डै मर्न लागेको थियो म त। यी गोरे दाइ त